धन्यवाद दिनुपर्छ सर्वोच्च अदालतलाई जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएका छन्। यहाँबाट छर्लङ्ग थाहा हुन्छ सर्वोच्च अदालतका न्यायाधीशहरू भनेको 12 मिडिया र काङ्ग्रेस एमालेका चाहिँ गोटी हुन् भन्ने कुरा यहाँबाट छर्लङ्ग थाहा हुन्छ। अब महाअभियोग लागेर सर्वोच्च अदालतका न्यायाधीशहरू हटाउनै पर्छ, कानुन प्रणाली सुधार्नै पर्छ भन्ने जनताहरू सम्पूर्ण यता हाजिर हुनुहोस् भन्न चाहन्छु। एउटा अपराधी मानसिकता बोकेको पत्रकारलाई, जुन पत्रकारको कारणले चाहिँ आज एउटी नारीले सुसाइड गरेको थिइन्, त्यस्तो पत्रकारलाई छोड्न आदेश दिएको छ सर्वोच्च अदालतले। जुन पत्रकारको कारणले नेपालकै गरिमाया पदमा बसेकी उपसभामुख जस्तो व्यक्तिले सुसाइड गर्न खोज्छिन्, मलाई बचाउनुहोस् गृहमन्त्री भनेर गृहमन्त्री गुहार थिइन्, त्यस्तो अपराधीलाई आज चाहिँ सर्वोच्च अदालतले छोड्न आदेश दिएको छ। धन्यवाद सर्वोच्च अदालत। सर्वोच्च अदालत न्यायको न्यायमूर्ति भनिन्छ। नेपाली जनताले कुनै ठाउँमा न्याय नपाई सर्वोच्च अदालत जानु भन्छन्, तर नेपाली जनताले कसरी अब विश्वास गर्ने सर्वोच्च अदालतमाथि? जेनजी आन्दोलनमा सर्वोच्च अदालत किन जल्यो भन्ने कुराहरू प्रष्ट यहाँबाट थाहा हुन्छ। नेपाली जनतालाई कसरी दुःख दिएको छ सर्वोच्च अदालतले, अपराधीलाई कसरी बचाएको छ सर्वोच्च अदालतले भन्ने कुराहरू यहाँबाट पुष्टि हुन्छ। 1 2 3 अपराधीलाई बचाएकै हो सर्वोच्च अदालतले।